टर्निङ White House! White House! लतक्कै होइन बन्दी च्यातियो तिमीले तानेर पाक्या मासुलाई नसोच काँचो भनेर ओके सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि स्वागत छ होइन अब यो भ्लग चाहिँ अब कतिखेर आउँछ त थाहा छैन किनभने अझै मेरो एक दुईवटा भ्लगहरू चाहिँ एडिट गर्नलाई पेन्डिङमै छ सो आज चाहिँ हाम्रो व्हाइट हाउसको केटाहरूसँग हामी क्लासको मान्छेहरू चाहिँ टक्क राइड जाँदैछौँ होइन सानो राइडको चाहिँ प्लान थियो तर के भयो भन्दाखेरि चाहिँ हुँदै अब हाम्रो चाहिँ अन्तिमाले छोइला बनाएर ल्याउँछु उ गर्छु अब गर्दा गर्दा अलिकति बिग जस्तै भयो सो हामीले आज लान नपाएको साथीहरूलाई चाहिँ हामी अब सरी भन्दै फेरि पनि लानेछौँ होइन किनभने अब टाढा छ अब राइड जानलाई अलिकति गाह्रै छ नि त सो प्लान चाहिँ अब हाम्रो के थियो भन्दाखेरि 8 बजे चाहिँ यहाँबाट सार्प निक्लिने भन्ने प्लान थियो होइन सो अहिले चाहिँ तपाईँहरूको चाहिँ अब अहिले 9 नै बज्न लागिसक्यो अब कोही कता रेडी हुँदैछन् केटाहरू त्यहाँ पेट्रोल हाल्दैछन् अहिले चाहिँ हामी भद्रकालीको पेट्रोल पम्प अगाडि छौँ धमला र म चाहिँ साथमा छौँ बाइक देखाइदियो धमला बाइक चाहिँ हामीले यता पार्किङ गरेको छौँ सो अब सामानहरू टक किनेर त्यहाँ गएर बवाल रमाइलो गर्नेवाला छ म त्यो दिन छ धमलालाई पनि देखाइदिन्छु ल आजको भ्लग चाहिँ अब वाइल्ड हुन्छ है अब डेन्जर पारामा गइन्छ अब यताको बाटो त के देखाउनु अब चोबारबाट हल्का टक देखाएर त्यहाँनिरबाट म तपाईँहरूलाई पुरै गाइड गर्नेवाला छु अहिले हामी छौँ भद्रकाली यहाँबाट चाहिँ आज हामी जान लागेको स्पोर्ट्ससँग चाहिँ कसरी पुग्न सकिन्छ म पुरै गाइडवाला भिडियो देखाउँछु आइसो ल यस्तो क्रस हान्ने यस्ता अपराधिक क्रियाकलाप गर्नेलाई कारबाही हुनुपर्छ यसरी देख्दै बाटोबाट क्रस हान्ने रुज होइन यस्तो भयो क्या खासमा होइन शहीद गेट भाइलाई फोन गरेँ हामीले होइन रुजनले भन्दै बोलामीले धरेर पुऱ्याइसक्यो पनि सुरु भइसकेको छ र करेन्टली उयो एट बलफुल चोक होइन यो बयोद्ध हस्पिटल यता अगाडि भयो यहाँबाट चाहिँ हामीलाई अब दक्षिणकाली रोड लिनुपर्ने हुन्छ सो आजको राइड चाहिँ अबाउट म्याक्सिमम् 20 किलोमिटर होला होइन सो 20 किलोमिटर अब हामी इजी पारामा चिल पारामा जान्छौँ अब त्यस्तो रन्काउने त्यस्तो हाइपर राइड चाहिँ होइन चिलमा जाने हो सो यहाँ बल्खुमा चाहिँ अब वेट गरौँ अनि सामानहरू के किन्नु छ सब किनौँ होइन किनेर अनि टक्क भेट्छ है त गाइस ओके सो अहिले चाहिँ हामी टौडा आइपुगिसकेका छौँ यहाँ बिगमाटा किन्दैछन् होइन के अरे बिहान 8 बजीदेखिको प्लान 11 बजेर 16 मिनट चाहिँ यहीँ गइसक्यो अनि कृतिले पनि त्यहाँनिर त्यो काम गरिसक्यो यहाँनिर अड्कायो यहाँनिर उसले चाहिँ पारा नि पन्त कामै छैन यार तर लडाइदियो यार अनि उसको ऊ पनि त्यहाँनिर ऊ भइसकेको छ गाह्रो परेको छ केटाहरू त्यहाँ छन् ल खै रुजन तिमी के हो आइहाल्नु केही छैन यार तिमी ल दुईजना बेस्टुहरू चाहिँ टक्क लाएर त्यहाँनिर छ हामी टौडा है गाइस अब हामी म्याक्सिमम् आधी घन्टामा पुग्छौँ अहिले चाहिँ हामी लगभग बल्खुबाट तपाईँहरूको 10 किलोमिटर जस्तो राइड गरेपछि यहाँ चाल्लाखेल आइपुगेको छ डाँडामा यहाँबाट चाहिँ अब हामीलाई धेरै त छैन तर अब आज हामीलाई एकदम हतार भइसक्यो छिटो ल केटाहरू Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I head up, that's a fact. Never looking back, I'ma keep myself in check. Keep my head up, staying strong. Always moving on, even though I don't belong. Tell my best to move along, push myself to be the best. टर्निङ नै हान्दैछ यार टी 11:54 भइसक्यो हामीले त यतिखेर हामी त सेकेन्ड मिलको तयारी गर्नुपर्ने
ओए आफ्नो गाउँ घर हेर्न लाग्यो बलामीले ओ कस्तो रहेछ सायद लाइटै नदिकन किन सार्यो हाँसो अल राइट अब चाहिँ हामी यताबाट राइट मासतिर लाग्नुपर्ने हुन्छ होइन तपाईँहरू चाहिँ यो पोइन्टमा आइसकेपछि चाहिँ यो हात्तीवन भनेर लेखे यसबाट चाहिँ राइट लाग्नु होला अब यहाँबाट चाहिँ हाम्रो अलिकति हल्का अफरोडवाला चाहिँ सुरु हुन्छ सो अब यहाँनिर चाहिँ अब हामी कुर्नेवाला छौँ हाम्रो पार्टनरहरूलाई कुर्नु पऱ्यो यहाँ कुरौँ है ठिक भइरहेछ होइन ल अब टक अफरोड सुरु चिलमा बिस्तारै होइन धमलाई पुरै चस्मा लगाएर बसिसक्यो कसो मेरो चस्मा जस्तो लाग्यो नि त हो त्यो अलि हेर्दाखेरि 2000 को चस्मा देखिहाल्दो रहेछ क्या हिँड हिँड ल बेलौरी रे ल तपाईँलाई के हो अहिले झ्याप ल जाउँ हिँड न हिँड अब अफरोड छ केटाहरूको सबको अन रोड बाइक हामी अफरोड बाइक अलिक पछाडि कन्टेन्ट खिच्दैछौँ होइन कन्टेन्ट खिच्दैछौँ फेरि आफ्नो कन्टेन्ट चाहिँ नहोस् ओहो धुलो है एकछिन केटाहरू जाउन् जस पल्सर भने अल इन वान हो क्या जहाँ नि जान्छ क्या ल केटाहरू रन्के हेर न कस्तो रन्के खान ल ती रहेछन् फेरि कोही छैन भने उहाँ खल्ड्याङ खुल्टुङ हाल्दै रहेछन् केटाहरू फेरि ए बिस्तारै आयो सेट आयो धुलो खानिदिउँ न केटाहरूलाई छ एकछिन छ एकछिन हो एहे अफरोड आयो रोकेसी तान्दैन है रोकेसी तान्दैन फेरि कन्ट्रोलमा हान्नु पऱ्यो नि ब्रदर एफजेड V2 पावर बढी छ के गर्ने धुलो खायो केटाहरूले धुलो खायो हुन त मेरो बाइकले धेरै धुलै नफाल्ने रहेछ यार त्यो साइलेन्सर माथिबाट छ नि कस्तो धुलो आइरहेको त्यो बिस्टहरूकोबाट साइलेन्सर माथि भयो नि त मेरो कतिमा डरायो सो गाइज होइन तपाईँहरूलाई यो बाटो चाहिँ अब एकदम इजी देखिरहेको होला छन नि इजी नै छ त्यस्तो गाह्रो भन्नु खोजेँ होइन तर अलिकति अफरोड नगुडाइरहेहरूलाई अनि अफरोड बाइक नभएहरूलाई त त्यस्तो धेरै सजिलो चाहिँ हुँदैन है अलिकति घन्याङ घुन्नुङ बढी छ क्या यसमै अब पानी पऱ्यो भने त काम पुग्यो नि सो यो आउँदा स्कुटर पनि आइरहेछ नि तर द थिङ इज हाउ कम्फोर्टेबल यु विल राइड क्या होइन राइड गर्दाखेरि कतिको कम्फोर्टेबल हुन्छ कतिको सहिलो हुन्छ भन्ने कुरा मात्रै हो क्या सो वान अफ द खतरा राइडरमा चाहिँ विवेक सिंह बिस्टलाई गनिन्छ होइन जुन बाइक हरेक राइड विवेक गइदिन्छ अनि यो बाइक चाहिँ यहाँबाट सुदूरपश्चिम स्ट्रेट महेन्द्रनगरै ओरोदोरो नै 2-3 चोटि गरिसक्यो होला सो बजाजको इन्जिन पनि राम्रै हो हाम्रो एक्सपल्सको त्यतिको गर्ने हो भने त बाइकै चल्दैन टाइपको हुन्छ तर अब जस बजाजले राम्रो पल्सरलाई एउटा राम्रो बाइक बनाएको सो अब चाहिँ हामी हात्तीवन रिसोर्ट आइपुग्यौँ जे पनि लगेछौँ सबै हामी माथि नै के अरे लिएरै आउँछौँ हामी केही पनि छोड्दैनौँ कहाँबाट लग्यो केटाहरूले जहाँ नि हाल्दै छैन सुटिङ भइरहेको रहेछ अब आज कस्तो जस मजा आउँथ्यो नि त सो केटाहरूलाई चाहिँ बिस्तारै अगाडि जान दिउँ हामी पछाडिबाट क्याप्चर गरौँ सबैजना डबल लोड छ अस्ति नि मैले भिडियो बनाएँ यही त उकालो भने ल आऊ ल आऊ नि त
तिनीहरू सँगसँगै ल तिनीहरू सँगसँगै जानु हुन्थेन क्या अहिले एकजनाले रोक्यो भने सबैलाई गाह्रो हुन्छ सो क्रेजी उकालो छ है गाइज यहाँ चाहिँ ल समात है कति क्रेजी छ नि त यहाँ राखिदिउँ कस्तो लागिरहेको छ दामी हद गरिदिनु यार दामी है तर कस्तो लाग्यो विवेक धन्नै लोट्यौ म त लोटे कस्तो गोरो आएको यार स्किन केयर गर्यो मेरो आजको तिमी कस्तो लागिरहेको एकदम राम्रो कीर्तिले के भन्यो थाहा छ तिमी नयाँ टप देखाइदेऊ कीर्ति के भन्दा ओए जाँदाखेरि नि यही बाटो टक्क स्पोर्ट्समा स्पोर्टमा आइसकेको छ केटाहरूले टक्क बाइक चाहिँ यहाँ पार्क हानेछन् टक्क लाएर सो अनि हाम्रो अब सामानहरू लानुपर्ने त सबै भइसक्यो होला सायद केटाहरूले सब लैसक्यो सामान होइन पिकनिक स्पोट चाहिँ अब यता माथि छ सबजना रेडी छ ए केटाहरू के छ अलि हल्ला चाहियो क्या कस्तो तिमीहरू किन यिनीहरू ल एक्लै ल सबजना म 1 2 3 भनेपछि के तिमीहरू अलि हल्ला गर न यता पहिला यता भ्लगमा 1 2 3 को व्हाइट हाउस सो यो व्हाइट हाउसमा यो पिकनिक जानलाई यस्तो अनुमति दिएर होइन यो पोसिबल बनाइदिएकोमा चाहिँ मलाई व्हाइट हाउसको पदाधिकारीहरूलाई चाहिँ एकदमै धेरै धन्यवाद भन्न मन लाग्छ किनभने हाम्रो बिआइटीमा त यो लेखा छैन नि त यसरी घुम्नुपर्छ भनेर होइन सो ओके सो अब हाम्रो यो ठाउँ चाहिँ एकदमै फोहोर छ होइन त्यहाँनिर टिकट त लिइरहेको थियो तर मेरो ध्यान आकर्षण चाहिँ के हो भने के को लागि यो टिकट हो यो अस्ति त हामीले पे गरेर आएको हो यो हामीले सफा पनि गरेर गएको खोइ त यहाँनिर अब त्यो लिने मान्छेले मात्रै गर्नुपर्छ भन्ने पनि छैन तर हामी पनि त्यत्तिकै अवेरनेस हुनुपर्छ एज अ व्हाइट हाउस कलेजको होइन पिकनिक आइसकेपछि हामी व्हाइट हाउसको नाम त अब अलिकति डाउन पनि हुन दिँदैनौँ हामी व्हाइट हाउसकै नामको लागि भए पनि अब यो हामी टक्क लाएर यो सब क्लियर हान्छौँ यो सब अब यो क्लिन हुन्छ त्यसपछि हाम्रो सुरु हुन्छ है त ल रेडी हो केटाहरू तिमीहरूको आइएनजिओ म है स्पोन्सर ल होइन क्या यो होइन त्यो गीतमा होइन के गीत नाच्छ थाहा छ फोहोर मैला यता ल सुरु ओहो आयो जङ्गलबाट ल जङ्गलबाट के अरे पानामा आज हामी चाहिँ पानामाको यो डेरेन ग्याप चाहिँ हामी जसरी पनि कम्प्लिट गर्छौँ होइन तपाईँलाई रोड टु अमेरिका हो होइन अब यहाँनिर जसरी सर्भाइभ गर्नु पऱ्यो अब हामी पानामा अब यो पानामा क्रस गर्छौँ होइन अब के कसरी क्रस गर्ने त अब होइन क्रस गर्न सकिन्छ होइन हामी अमेरिका जसरी पनि पुग्छौँ होइन एकदम अमेरिका पुग्छौँ है ल अमेरिका जानलाई यस्तो दुःख छ बिचरा नेपालमा त के अरे कान्छो छोरा भनेर माया गरेर राखे तर अमेरिका जानको लागि यतिको स्ट्रगल चाहिँ हुनु पऱ्यो है ल रुझान धरी अमेरिका जाने यार त अमेरिका जाने उनीहरू नि अमेरिका जाने हो डेरेन ग्याप ओके सो अनि अमेरिका जानको लागि चाहिँ हामी टोटल यति सामान लिएर चाहिँ आएको छौँ होइन अब यहाँनिर हामी सबै छ हाम्रो चौचौ चाहिनेहरू पानीदेखि हामी लसअप छ सबै होइन यो चाहिँ अब हामी अमेरिका चाहिँ अब जसरी पनि पुग्ने भन्ने ऊ हो सो अरू केटाहरू पनि के गरेर राख्नु टक्क हेरौँ टक्क ल अमेरिका जानलाई यतिको स्ट्रगल चाहिँ हुनु पऱ्यो है आज
आज हाम्रो यो के अरे डेरेन ग्याप कट्छ होइन डेरेन ग्याप कट्छ होइन अमेरिका हामी पुगिन्छ होइन जसरी नि अमेरिका जाने जोस छ सबमा सर तपाईँले कति लाख बुझ्नु भयो अमेरिका जानको लागि 2 लाखमा है यतिमा नि सकिन्छ है ठिक छ म परे 60मा यता अर्को हाम्रो 70 धरि अमेरिका जान तयार छन् होइन सो ओके सो अन्तिममा तिम्रो के को डिपार्ट हो यो मेरो मिल्क टी अनि के हालेछौ के गरेछौ सो अहिलेलाई चाहिँ है यता दुध छ त्यसपछि ल्वाङ इलाइची एन्ड मसलाहरू छ सबै कालो लायो तिम्रो त्यो भाँडाको कालो लुगामा जस चिया अब अन्तिमको चिया कस्तो हुन्छ वार्मअप हुँदैछ हिजो हाम्रो रुपेशले वार्मअप भन्थ्यो आज तारेनको वार्मअप हुँदैछ सो ए म त को नयाँ मान्छे आयो भनेर यस्तो साइड आइ दिइहाले हाम्रो धमला रहेछ होइन सो जग बन्यो हैन सो बाजेले चाहिँ एउटा राम्रो बन्यो नि त आगो कोइला भइसक्यो अब बिस्तारै त्यसकै राफ्ले बल्छ ए बजारलाई जो आगोको बारेमा एउटा लेसन पनि हुन्छ भनेर यो आज यो हाम्रो व्हाइट हाउसलाई हामी मुरी धन्यवाद दिन चाहन्छौँ Thank you so much. We are so grateful for this opportunity. कोर्समा नभए पनि यहाँ ओके सो ऑल राइट यो चाहिँ कसले बनाएको मैले नाइस यार थ्यांक यू हेर्ने छेरपटलाई तको दामी भ्यू छ हैन यहाँनिर चाहिँ घाम लागेको छैन तर हाम्रो काठमाडौँ पुरै घाम लागेछ उठ्थ्यो भाचेला लामो यहाँबाट होइन टक्क ओर्लियो होइन अनि त्यसपछि हामी गीत गाउँछौँ होइन अनि हामी गीत गाउँछौँ त्यो अनुसारले तिमी नाच्नु पर्यो ओर्लेसी क्या रुखबाट ओर्लेपछि दौड ऊ कतै थाउ न तानी त नानी तानी फाइनल्ली हाम्रो पिकनिकको पहिलो चरणको खाजा रेडी भयो हामीसँग विवेक रुजन बलामी छ अनि धमला कीर्ति अन्तिमा समीपले चाहिँ चिया हालिरहेछ टक्क लाएर अन्तिमाको छान्नीले छानिएन किन आज तनावमा ल खायो चिया खायो यस्तो मिठो छ गाइज होइन यो टक्क यो भ्यू यस्तो छ यस्तोमा अब यसरी चिया खान पाएपछि त के चाहियो त तर अन्तिमलाई म चियाको लागि धन्यवाद भन्न चाहन्छु है यस्तो रेसिपी कताको हो यो ल भैरवको स्पेसल चिया काठमाडौँको नेवारलाई खान गाह्रो परिरहेको छ अलिक कडक बनाएको छ है ममफलीसित नि आइरहेछ फेरि यता हेर न हाम्रो सरको भैरवको चिया फेरि यस्तो आइन्छ है यसरी चोप्यो त्यसपछि एउटा यो मिठो खायो भन्दा अब हाम्रो नेक्स्ट उ चाहिँ के छ त नेक्स्ट उ चाहिँ अब हामी पछाडि छोइला जुन अन्तिमले बनाएर लिएर आछ हैन छोइला प्लस के खानी अब पुरन दाना छ अति पर्फेक्ट हस्बेन्ड मेटेरियल हो है अब जसले पनि बिचसँग डेटिङ गर्दै हुनुहुन्छ
उहाँले सुख पाउनुहुन्छ होइन पानी पर्छ ब्रदर कृति दुबो त यति त ल्याउन सकिन्छ है यस्तो मान्ने क्या घाँस अघि नै बोकाएको नै हान्दै थियो नि तिमीले चितुवाको मुत गनाएर रहेछ क्या राख्दा आम्मा रगत चितुवा मुत हो यो आम्मा रगत चितुवा मुत हो यत्रो नुन हाल्छ चितुवाको मुत गनाएको क्या तपाईँलाई नुन धेरै पखालेर खाने हो चितुवा होइन चितुवा वन बिरालोको मुत चाहिँ यस्तो बनाउँछ क्या खास गरी चितुवाको हो त्यो पनि हुनसक्छ होइन हामी चिया नचढाइकन खाएछौँ है चियामा त लाउ भाउ हुँदैन अब किन पछि हाल्दा नि जे भयो नि के भयो र सेफ हाम्रो सेफ सर टक्क लाएर ठिक छ हामी सेफलाई केही नि भन्दैनौँ अहिले टेस्ट नराम्रो भयो भने मात्रै त्यो दायाँमा अपशब्द जान्छ त्यसको लागि अहिलेदेखि क्षमा प्रार्थी छु र सजग पनि रहनु होला त्यसको लागि चाहिँ अपवाद सहन सक्नुपर्छ सेफ भएपछि लास्टमा सेफ बढे आउला गाली पनि ताली पनि तारिफ पनि आउँछ है राम्रो पनि हाम्रो पनि यो त फेरि खोगानाको ओरिजिनल लोकल तेल हो नि फेरि सिसित लानुपर्छ मार्छन् घरा छिर्दिँदैन फेरि किन नेवारलाई बाँध्न दिनुपर्छ व्यापारीहरूले यस्तो झोला बाँध्ने चुकाल्ने टक्क होइन ल ठिक छ है बडा पनि ठिक छ होइन ठिक छ तिम्रै घर माथि आएछ ल अब घर तल गएर एकछिन सुतेर आयो बिस्ट आज धेरै अग्रसर भएको यार मान्छे राधाले त्यसमा भने यो यसको श्रेय पनि राधालाई जान्छ नि त उसले नै बनायो सिकाउनु धेरै काम खाने होइन अहिले व्यापार छोडिसक्यो नि त अहिले ज्यादा ही अच्छा लग रहा है यार नून कम कौन सा आप बताओ आपको कैसा लग रहा है चाखना बढ़िया चाखना चाचा हो इधर क्या बोला नून इधर चाखने के लिए बोल रहा है यार ए चिले नहीं भइसक्यो यस्तो रे का ल अब हजुर चटपटे कस्तो छ अमिलो पिरो लटक्कै होइन के हजुर लटक्क यस्तो क्या लटक्कै होइन के हजुर दामी छ होइन यो चाहिँ अब आजको हाम्रो यो सेकेन्ड हो यो छोइला प्लस यो चटपटी भइरहेछ टेस्ट गरेर देखाउँछु हजुर एक नम्बर छ होला सबै टोलीहरू हरिओम तत्सत मेरो पासवर्ड दिन्छु हान मैले एक पिस हेर्दै बियर खाइरहेको छु यार लिको मेरो मलाई बढी भयो ल्याउ देखा जुट हान्छ न जुट खाइ लाग्छ नि त अहिले के ए लाग्दैन लोजिक हेर न पकड्दै हो नि बाबु कहाँ खाने देखाउन खोजेर देखाउन यार बियरले त पानी भन्दा नबनाउने रहेछ कस्तो खाइदिने यार हैन चल्नु भिडियो है अनि तार खाने हो खाँदै टिभी बोको हेर
लाग्यो क्या आज पहिलोचोटि लाग्यो भने है 2 बजे एक एकछिनले के पुग्दैन भन्ने मान्छे मान्छेलाई तारिन्थ्यो खानलाई के आज अलिक बियर नपिया जस्तो भयो जहिले खाँदा त्यही भन्ने आज अलिक बियर नपिया जस्तो भयो है गथे ए भाइ खान्छ त अरू बेला ऊ खाने त सस्तो खाने बानी आज टुबो खाएको अनि त्यही भएर के अर्ना खाने बानी ए बुला टाउ गर्छु र मैले ओके सो अहिले चाहिँ अब 5 बज्न लागिसक्यो होइन हाम्रो गाइजहरूको डेन्जर फोटोसुट भयो सो इफ यु वान्ट टु वाच होइन कस्तो टाइपको फोटोहरू आयो भने चाहिँ यु क्यान फलो देम होइन दत्तारण पन्त 1 अन्तिमा श्रेष्ठ 312 कृति श्रेष्ठ 420 अनि त्यसपछि विवेक सिंह बिस्ट बेलोरी एज वेल एज मलाई पनि फलो गर्न सक्नुहुन्छ मैले त अब भिडियोको लास्टमा मेरो दिइहाल्छु होइन सो अब हाम्रो प्लान भनेको चाहिँ अब यसमा हामीले टक्क लाएर मासु चाहिँ पोल्नु पर्ने हुन्छ यस्तो बवाल पाराले खाइन्छ होइन दामी हुँदैछ है गाइजहरू अब हाम्रो लास्ट कोर्स हो यो भने चाहिँ होइन ठिक छ नि बोला नि गलबन्दी तिमीले तानेर हे मासु पाक्यो पर र पोलेर सबैजना खाउँ बिचमा बसेर गलबन्दी च्यातियो तिमीले तानेर फसाउन नखोजको आफ्नै ठानेर बन्दी च्यातियो तिमीले तानेर पाक्या मासुलाई नसोच काँचो भनेर है अब त धेरै अँध्यारो भयो 3 बजे जाने भने मान्छे कति बज्यो अहिले भयो त धेरै टाइम भयो